हामी यहाँ सिस्नु टिप्न आएको छ सिस्नु यसले उसले बनाउँछ सिस्नु चाहिँ यस्तो दामी बनाउँछ सिस्नु बनाउने मान्छे अर्ग्यानिक बनाउँछ क्या सिस्नु हेर्नु न यस्तो दामी हुन्छ सिस्नुहरू त नेपालमा पनि यतिको राम्रो सिस्नु बोट हुँदैन पेमा भाइ आज बबल खानुपर्छ है सिस्नु चाहिँ बबल खानुपर्छ है यता चाहिँ फेरि हाम्रो चाहिँ यो अल्छे भाइ अलिक सबैभन्दा सानो नि रहेछ कि अल्छे होइन यहाँ चाहिँ फेरि टिपेछु गाइस यहाँ चाहिँ फेरि सिस्नु चाहिँ यस्तो पढेसमा चाहिँ यस्तो चिस हुँदो रहेछ पुरा यो सिस्नु गाँसियो सबै हात चिलेछ भाइलाई फेरि यतिको अर्ग्यानिक चाहिँ फेरि पाउँदैन सिस्नु बबाल छ आज यसो छुट्टीको बेलामा सिस्नु चाहिँ आज लगेर दामी बनाएर खाने विचार गरेछु काँडा भएको क्या त्यसले त चिल्छ नि त कुन चाहिँ टिभी हो यहाँ चाहिँ फेरि फुल फुलै फुलको बगैँचा यस्तो दामी छ गाइस फुल यहाँ चाहिँ यो फुल चाहिँ कसलाई मनपर्छ म दिँदैछु यो फुल मेरो लागि भाइ ल भाइलाई ओहो मेरो दाइ थ्याङ्क यू भाँचेछ त अनि आई लभ यू मेरो दाइ आई लभ यू टु मेरो भाइ आज जो सिस्नु खाएर रमाइलो गर्ने होइन स्पेशल गरी खाने हो कोकोलाई मनपर्छ सिस्नु खानु चाहिँ ल हामीसँग आउनु है ल यति बबाल छ सबै सिस्नु हो यो अब यसो सिस्नु खाएर छुट्टी मनाउनु परेन अब सबैभन्दा बेस्ट अर्ग्यानिक भनेकै अब यहाँ परदेशमा यस्तो हुँदो रहेछ होइन यहाँ कुकुर पनि छ टक्कसँग एउटा मान्छे सुतिरहनु भएको छ मान्छे सुतिरहेछ के गर्ने बोल्यो यो घोडामा यस्तो दलाउ न फेरि यहाँ त समुद्र पनि छ गाइस के गर्नु यो फुल कहाँ फाल्यो भिडियो बनाउनु ऊ पर कति छ हेलो गुड मर्निङ यहाँ पर पनि रहेछ कति हो कति सिस्नु त हेलो गाइस आज यो त सिस्नु टिप्ने ग्रुप हो यो चाहिँ ल यो फुल कसलाई मन पर्यो यो पनि रहेछ नि सिस्नु आमा यहाँ दामी रहेछ भाइ हो यहाँ आउनु न आमा सिस्नु सिस्नु है दाइ यहाँ दामी रहेछ नि त सिस्नु सब बबाल हेर्नुहोस् है गाई चाहिँ सिस्नु सबै सिस्नु है यो चिन्नुहुन्छ होला नि कोले सिस्नु खानु भएको छ सबैले चिन्नुहुन्छ होला होइन कोलाई मनपर्छ यहाँ सिबियुमा हुनुहुन्छ भने चाहिँ मलाई इन्भेस्ट गर्नु तपाईँहरूलाई म सिस्नु टिप्ने ठाउँ चाहिँ म देखाइदिन्छु बबाल तपाईँले 5 किलो लान्छु भन्दा पनि छ है सिस्नु सबै सिस्नु यो जति पनि पर देखाएको छ सबै सिस्नु है यहाँनिर यो पुलको फेदमा छ सिबियु हो सिबीको सेन्टरदेखि लगभग 2 मिनट 3 मिनट जति लाग्छ त्यहाँबाट आज 5 दिन छुट्टी थियो 5 दिन छुट्टीमा चाहिँ अनि यसो हामीले अब सिस्नु भनेको त अब अर्ग्यानिक हाम्रो नेपालीको हैन मैले फुल पनि टिपे एउटा
मलाई मन पर्यो यो फुल पनि अनि यो फुल पनि टिपेको छु अब माथि जाँदैछु म सिस्नु टन्न छ सिस्नु छ यस्तो गाइस के गर्ने कति टिप्नु भयो देखाउनु त खै यत्रो टिप्यो है हामीले 100 रुपैयाँको यसलाई किन्नु यो त किन्नु भने त महँगो पर्छ यार हाम्रो केटाहरू यहाँ थगा सिस्टम टिपेर थगा लाग्यो क्या कति टिप्नु भयो तपाईँले हो भाइ पेमा भाइ ल तिमीलाई यो धन्यवाद दाजु है धन्यवाद आई लभ यु आई लभ यु टु आमा सिस्टम टिप्ने केटाहरू हेर्नु न नि खतरा छ डेन्जर फुल तपाईलाई मैला दियो र ल फेरि यता यो ओइलाइको फुल चाहिँ के होइन ओइला त्यो त अर्ग्यानिक हो यहाँ भ्यू देख्नुहुन्छ यस्तो अर्ग्यानिक ल ओके बाई बाई